ल साथी हो, मान्छेसँग इच्छा चाहना चाहिँ हुनु पर्यो। इच्छा चाहना भएपछि नहुने भन्ने केही रहन्छ। म चाहिँ अब आज राजा ल्याउनु पर्यो भनेर हिँडेको, बाटो नभेटेर यता आएँ। बाटो ब्लक छ। अब ब्लक भए पनि भलक चाहिँ बनाउनुपर्छ भनेर बनाउँदै हिँडेछु। अब राजा ल्याउन गएको बेलामा बिस्तार भइहाल्छ नि भाइ, आत्तिनु हुँदैन भनेर। म हिँड्ने बाटोमा पानी नै पानी छ, त्यही पनि राजा जसरी पनि ल्याउनुपर्छ। अब राजा ल्याएन भने रानी रिसाउँछन् भनेर हामी यो बाटो हिँडेका हौँ। यो कहाँ हो पत्ता लगाउनु होला सबैजनाले है त ल। अनि तपाईँहरूलाई यहाँका घरहरू मन पऱ्यो भने घर पनि किन्न आउन सक्नुहुन्छ। धेरै घरहरू बिक्रीमा छन्। यो पहिले एकचोटि ठुलो पानी परे बेलामा डुबाएको एरिया हो, कुन ठाउँ हो पत्ता लगाउनु है त ल। अनि राजा लिन चाहिँ सबैजना तिनकुने आउनु होला। आज राजा तिनकुने आउँदैछन्। यो बाटो हो जानुपर्छ। हाम्रो राजा लिन जाने बाटो कस्तो लाग्यो? तपाईँलाई अब यो एरियामा घर चाहियो भने, जग्गा चाहियो भने आउनु होला। जम्मा आनाको 13 लाख मात्रै छ यहाँ। यहाँ मकैबारी छ, यो टक्क मकैबारी छ। यो बाटो यति सानो हो। त्यही हो कुरो, त्यही हो। अब बोल्न आउँदैन केही, बुझेर कुरो गर्नु होला। काठमाडौँमा यस्ता मकैबारी काहीँ देख्नु भएको छैन होला, हेर्नु होला। तपाईँहरूकोतिर यस्ता मकैबारी छन् भने कहाँ छन् म देखाउनुहोस्। हाम्रोतिर चाहिँ टक्क मकैबारी आनन्द